माइक र ठ्याक्कै लास्ट सिटमा पर्यो त लाग्यो बेसी सर्टतिर दालमा पनि थोरै हाल्दिनु पर्छ थ्याङ्क यू तम हुन्छ मिठो रहेछ मिठो छ अरे नमस्ते तपाईँले होइन कडा छ माथि भेटिने यस्तो बात होइन भेट्छ साह्रो छ फाइनल चाहिँ यस्तो छ दुईवटा सोल आउट ध्रुव पनि अलमोस्ट सोल आउट हुनु चाहिँ म त नभ्याउनु हो र ठोक नि त्यति सक्नुपर्छ साँडा खानु पऱ्यो क्या रमाइलो छ है मनाङ ट्राभल्समा अगाडि 4 जना पछाडि 4 जना धेरै रमाइलो छ नि होइन सफा 3 घन्टाको यात्रा दिन जाने रमाइलो भइरहेछ हो बाटो चाहिँ होइन त्यता होला जाने होइन अब तिनीले खाइदिइहाल्छ टावर छ नि यसलाई अलिक छिटो हिँड्छ नि त तर हामी बिस्तारै हिँड्छ यो पनि चामै हो चामे सुरु भयो त्यो बल्ल चामे सुरु भएको अघि जित गयो चाँडो भयो नि ल अहिले चाहिँ हामी कता पो लाग्दैछ यार पिसाङतिर लाग्दैछ होइन मोटामोटी लगायो टोलीहरूले 3 घन्टा भन्थ्यो होइन 5 घन्टा 5 घन्टा प्लसै भयो होला 5 घन्टा होइन बाटो चाहिँ रमाइलो रहेछ होइन त्यति खेल्नु चाहिँ पाइएन अब ग्रिन लेक रिसोर्टमा गएर हुन्छ पल्लर भिडियो चाहिँ एकजनाको सिटमा 4 जना हालेपछि अलि साह्रो भयो जस्तो फिल्म दिएछ है बल्ल यसले होइन ठिक छ बारीको चाहिँ अप्पर बिसाङ रहेछ है ध्रुव ब्रो के छ कि केही छैन अब आजको बास यहाँनिर हुन्छ होइन ओके हिमाल माथि देखिरहेछ ओके मोटामोटी या हिमाल पछाडि आइसक्यो हिमाल पछाडि होइन माथितिर कुरेल ढाकेको भोलि बिहान राम्रै देखिन्छ होला ल आज चाहिँ यहाँ बसिन्छ होइन फर्स्ट डे ग्रिन लेक रेस्टुरेन्ट ओके 7 मिनट्स या लेट्स गो ब्रो चिसो ठिकै छ होइन यहाँ चाहिँ कृष्ण भाइको रेस्टुरेन्ट छ भने आएको छ होइन सो आज उसकोमै बसिन्छ चट्ट पुल तरेर यही तलै हुनु पनि यही होला चिप्लिने खालको पो परेको गाईमा जुत्ता त चिसो चाहिँ होइन दामी छ ल बल्ल हाम्रो चाहिँ वाक सुरु भयो होइन मोटामोटी नेटवर्क कहीँ गर्दैछ हौ यो ठाउँमा मोटामोटी एनसिडेन्ट काम गर्दो रहेछ होइन
भिड हेरौँ त डर लाग्दैछ त माथिको त्यहाँ है हिमाल चाहिँ होइन छेकिएकै हो यार ल ठिक छ ल अहिले यति गरौँ ल हो ठ्याक्कै 7 मिनट मोटामोटी अब 7 मिनट म चाहिँ अब ग्रिन लेक पुगिँदो रहेछ भनेको आइपुग्यो हो हुम्दे घ्यारु ल न बस्ने ठाउँ पो खोज्नु पर्ने भयो नि त यार होटेल एकचोटि ग्रिन लेक पुगेर होटल ऊ त्यहीँ हो यता चाहिँ छेउमै रहेछ लेकमै रहेछ कि ग्रिन लेक हरियै छ त देउ धेरै पलाएर हरियो कि के हो ध्रुव ऊ त्यो रहेछ ल ग्रिन लेक नाइस छ है ल यहाँबाट जम्प हान्ने हो हानाम ब्रो ल ठोक्देऊ ल हामी बस्ने होटेल पारी रहेछ है खुट्टा भर्केला हात भयो त ब्रो नो स्विमिङ हो पानी छेउबाटै देखाइदिउँ न होइन यहाँसम्म आएपछि लेबै रहेछ तल चाहिँ नजाम ओके छ त ब नो स्विमिङ भनिन्छ ल जाम होला अब होटेलतिर है ल डे 1 ब्रेक पोइन्ट आइपुग्न लाग्यो है हाम्रो फर्स्ट डे 1 को ब्रेक ग्रिन लेक रेस्टुरेन्ट दामी छ चट्ट ल यसको मर्निङ भ्यू चाहिँ भोलि हुन्छ है अब हिरो छिरेपछि भयो क्या ल दामी छ यहाँको इन्टेरियर तातो हजुर यो पछाडि चाहिँ अन्नपूर्ण हिमालहरू रहेछ कहिले कुहिरो लाएर देखेको छैन मर्निङमा चाहिँ रुमबाटै देखिन्छ भन्छ अब यो रुम हेरौँ है रुम चाहिँ एकदम दामी लाग्यो है चट्ट यो हामी दुईजनाको लागि यो बेड पनि छ यता चार्जिङ पोर्टहरू चर्पी पनि ठिकै छ हर्सावर चाहिँ बाहिर छ है यहाँ चाहिँ लके ठ्याक्कै भात खान लाग्यो बत्ती पनि आइदियो होइन ल कृष्ण भाइको होटेलमा होइन हरिप छ त खाना चाहिँ ल 4 जना पनि अब ग्रिन लेक सिटीमा हैन ठोक्नुपर्छ है हरिप छैन अब ठोक्दिनु पर्छ खालि सेस है ल सुरु भात खाएको नदेखाएर हामीलाई ल सबैजनालाई गुड मर्निङ फ्रम मनाङ दिस वान इज भ्यू फ्रम आवर रुम Now let's take a look outside है कस्तो छ ध्रुव मेट चाहिँ उठिसक्यो ब्रो भिडियो है अझै भिडियो कि ठिकै छ नि होइन रमाइलो छ होइन राम्रो हैत घाम पनि लाग्यो होइन ल मेट जाम तलतिर जाम ग्रिन लेकतिर ग्रिन लेक म त यता बालुवा होला भनेको सबै चिसो शीत जमेको रहेछ नि त हिउँ पनि परेको रहेछ माथितिर झन्डा नेपालको झन्डा ल्याइएन नेपालको झन्डा बोकेर आउनुपर्ने हामी दुईजना है ए माथि डाँडा काँडा जे हरिप छ यहाँ चिप्लोलाई भन्नु चिप्लो छ त्यो यहाँ चाहिँ अझै अर्ली मर्निङ आउँदो पर्दो रहेछ अघि म आएको थिएँ नि 5:30 बजे त्यतिखेर चाहिँ भ्यू चाहिँ दामी थियो है ल ग्रिन लेक चाहिँ यही है रमाइलो सजियोस् ल यति भयो भने हुन्छ यो ग्रिन लेक चाहिँ ठ्याक्कै 2900 मिटरमा छ तर पनि चिसो चाहिँ हरिपै चिसो रहेछ हिमालको छेउमा गएर होला होइन डाइभ नहान यहाँ नो स्विमिङ भनेछ डाइभ चाहिँ हान्न पाएन होइन भयो ठिकै छ भरे हामी जाने बाटो चाहिँ त्यो माथिको डाँडा होइन चट्ट 7-7:30 बजीतिर हिँडिन्छ होला हातै झला जस्तो भयो त यार के हो मोबाइलबाट खिचेको
ल ठिकै छ यहाँको र बसाइ चाहिँ एकदम रमाइलो छ यहाँ चाहिँ जति बसे नि हुँदो रहेछ 1-2 हप्ता बसे नि हुँदो रहेछ एकदम पिसफुल हो या स्वर्गद्वार त्यो पारेको त्यही हो गुरुङहरू मरेपछि आएर बस्ने त्यही हो यो डाँडा कि त्यो डाँडा हो त्यही भन्यो होला ए त्यो डाँडामा चाहिँ पुरा गुरुङहरूको चाहिँ बितेपछि आएर आत्मा बस्ने ठाउँ हो अरे प्लेनहरू पनि होइन प्लेन हेलीहरू पनि उड्न सक्दैन भन्छ कि त्यो कतिको ट्रु हो त्यो चाहिँ टेस्ट गरेको छैन होइन ठिक छ कृष्ण भाइले त्यही भन्यो चेसै ब्रो लाग्यो ल घ्यारुतिर घ्यारु होइन र घ्यारु माथि होइन माथि चाहिँ घ्यारुको भिलेज कि के रोड पनि रहेछ है तल यहाँ के ब्रो शेषबारी चाहिँ छ नि छैन होइन झोलुङ्गे या घ्यारुको झोलुङ्गे उकालो चाहिँ मर्च छ है जोस् होइन योपालि पिक सिजनमै परेछ है मान्छे टन्नै रहेछ यार मेरो मेटको हालत के छ हेरेछ शेषै छैन होइन मेट साह्रो छ ल सिजन ठोकिदिनु पर्छ ल घ्यारु गाउँ चाहिँ यहाँ रहेछ है सो हाम्रो चाहिँ विदाउट ब्रेक ग्रिन लेक टु यहाँ आयो इट टुक अस 1 आवर होइन ठ्याक्कै 1 घन्टा लाग्यो यहाँ हुन जस ग्रिन लेक त्यो जरा खोलाको जराबाट हिँडेर आएको पुलनिर फोक्सो चाहिँ फुल्यो होइन तर पनि आज यसो फर्स्ट डे ट्रेक आइस ब्रेक हानिदिएको अब अल द वे यतातिर गइन्छ ध्रुवमेट केही छ कि तपाईँको नथिङ बोल्न मन लागेको छैन थकित रे वाटर ब्रेक हो त्यो भनेतिर गएर हुन्छ ल चियर्स मेट ल सिनारीहरू हेर्दाखेरि चाहिँ एकदम रमाइलो मन भुलाउने एकदम मन बहकाउने खालको छ भोगाइ चाहिँ डिफ्रेन्ट छ है हो मेरो पार्टनर आउँदै हुनुहुन्छ त्यता हजुर शेषै छैन पार्टनर यो गाउँ कुन भन्नुभएको भनेको रे घ्यारु ल तपाईँहरू मनाङ ट्रेक आउनुहुन्छ भने यु हेभ 2 चोइसेस है तलपट्टि ग्रिन लेकबाट तलको छोटो बाटो जानु भयो भने हुन्छ विच टेक्स अराउन्ड 4 आवर्स टु रिच मनाङ माथि आयो भने चाहिँ ठाडै उकालो छ मोटामोटी स्लो वाक गऱ्यो भने 2 आवर्स नत्र यो डाँडासम्म आइपुग्नु चाहिँ 3 आवर्सै लाग्दो रहेछ हामीलाई टोटल 2 आवर्स लाग्यो है डाँडासम्म आउनु एउटा मात्रै ब्रेक लियो अब हामी फेरि अल द वे यतैबाट मनाङतिर तेर्सिन्छ है यो तलको बाटो पनि जान सक्नुहुन्छ है हरिफ छ त्यो चाहिँ पुरानो एबिसी सर्किटको मेन रुट हो तलको यो चाहिँ अहिले नयाँ खोलेको रुट ल यति नै छ अब फर्दर फेरि अर्को गाउँमा देखाउँला होइन र सही हो ब्रो भ्यू चाहिँ स्वर्गीय छ होइन कुहिरो लागेछ कुहिरो लागे पनि स्टिल ओके या लिटरली वी आर वाकिङ बिट्विन 2 बिग माउन्टेन रेन्जेस होइन र यताको त थाहा माउन्टेन रेन्ज यताको चाहिँ कुन छ थाहा छैन फेरि पिसाङ पिक हो ओके हिमालको बिचबाट हिँडेको होइन रमाइलो छ बाइकमा पनि नट ब्याड होइन र बाइक साइक्लिङको लागि ठिक छ के पाउँदो रहेछ यहाँ साहब अघि गइसक्नु भएको छ के हो साहब के गर्दै हुनुहुन्छ हौ त्यहाँ लोकल छ्याउ रहेछ लोकल छ्याउ भन्नुपर्छ आज ब्रेक ल हामी लाग्यौँ दिदी थ्याङ्क यू किन्नु भएको हेको ओके ल कति रहेछ 50 रुपियाँ एक गोटाको अलराइट हेलमेट रहेछ ब्रो हेलमेट चाहम न त ल लोकलै हो त लोकलै हो ल कन्फर्म लोकल हो है 4 मिनट खै तुकालमा स्याउ खानु हुँदो रहेछ ब्रो सस देख्दै रहेछ बसेर खानु पनि खाँदै खाँदै एउटा डाँडामा आइपुग्यो
यो डाँडाको नाम चाहिँ थाहा छैन होइन ब्रो पुरानो बाटो होला आयो है छोटो ब्रेक हुन्छ 1 मिनट ब्रेक यो भने जस्तो छ यो डाँडो चाहिँ अरे अरे हैट यो वान रहेछ यो हो नि त तरिका ठिक छ यहाँ रेस्ट पोइन्टमा पारि त्यो चर्केको पहाड जुम गरौँ है कुहिरो लागेछ लेट्स जुम यो चर्केको पहाडलाई चाहिँ स्वर्गद्वारी भन्दो रहेछ यहाँबाट चाहिँ कुनै पनि प्लेनहरू दायाँमा चाहिँ पास थ्रु हुन सक्दैन भन्ने सुनियो कतिको सत्य हो त्यो चाहिँ थाहा भएन ठिक छ तलबाट जाने बाटो चाहिँ सोझै छ है बडी थाकेकै हो मिटरले 3600 मिटर लेखिरहेछ त हौ 3657 मिटरमा आएको ठिक छ ल भिलेज चाहिँ दामी छ है दामी मोडर्न प्लस अब एन्साइन त नभनौँ अलिक पुरानो मिक्स भएको रहेछ ल नुवागल 3657 मिटरमा छ है यो अहिले होटल माउन्ट भ्यू यो बाटो आउनुहुन्छ नि यतातिर बस्दा नि नट ब्याड लुक्स गुड के घुमाएको राम्रो घुमाम र ओम माने पेमा घुमाएको चिसो मौसमलाई केले भातले अब अरू त केले बनाउनु होइन ब्रो इट्स अ टिपिकल मनाङतिरको घर पहिला पुरानो घरहरू जस्तो रहेछ है दामी दामी के छ ब्रो अन्न पानी छ लेखेको कि हजुर ल ब्रो भात आए बफाउनु बाँकी छ होइन खाएको ठाउँ चाहिँ यही हो के अरे होइन र नल मिठै छ होला अब खाम चम्चाले क्याम क्याम त्यही त है बेलुकामा त ओके ओके ल चाहिँ बफ है ल धेरै पछि बफ चाहिँदैछ लान हाउ इज इट चाहेको छैन ठोक्दौ न मिठो छ नाइस भात टन्नै भयो त ब्रो अब कति हिँडिन्छ कति किलोमिटर हिँड्न सकिन्छ अब 10 मोर रेडी टु गो फर 10 मोर हिँड्न त अनि 40-50 सकिन्छ नि तर यहाँ चाहिँ ठिक रहेछ घरहरूलाई हेर न पुरानो डिजाइनको होइन आयो है ल के अरे ब्रो यो ठाउँको मात्रै यो ठाउँहरूको नाम त बिर्सेको बिर्सै भयो त हौ नआल होइन राम्रो रहेछ बस्नलाई जस नआल ठाउँहरू दामी दामी रहेछ होटलहरू पनि ल घरहरू चाहिँ यही हो है भात पनि नट ब्याड नेपालीहरू त्यति नआउँदो रहेछ यो एरियामा है खुल्दैछ है वेदर ल ब्रो होइन 550 सस्तो हो ओ ब्रो मेरो लट्ठी अनि कहाँ अनि लानु पर्यो नि तम दिदी लट्ठी बिर्सेछ है फेरि लट्ठी लिन जानु पर्यो ल नवल गाउँ चाहिँ यहाँ चाहिँ भलेहरू धेरै बस्ने ठाउँ रहेछ होइन रहेछ के यो यता रहेछ त किसिम गोल्डेनको चाहिँ यो मनाङमा मात्रै पाउने अरू ठाउँमा पाउँदैन रहेछ ए ल
माछा मार्न जाने हो माछा मार्न जाने हजुर के चाहिँ पाइप भएको पानी नभएको अह हो खोला भएको माछा नभएको पनि भयो ल दुईटा विशेषता मनाङको चाहिँ थाहा भयो अब चाहिँ प्रुफ भयो हो ल अहिले हामी चाहिँ मनाङको मेन पहिलाको पुरानो एबिसी सर्किटको प्राय मान्छे हिँड्ने रुटमा चाहिँ मिक्स हुन जाँदैछौँ है अबको मोटामोटी 200 मिटरमा भइन्छ माथि नै बाटो चाहिँ रहेछ तर हामी चाहिँ यताबाट ट्राई गर्यो ठिकै छ राम्रै छ नट ब्याड खोइ के हो उल्का भन्ने ओ ओके ओके स्वर्गीय होइन भ्राका चाहिँ आइयो अहिलेको ठाउँ के अरे ब्रो नलबाट भ्राका आउनु कति लाग्यो हामीलाई 1.5 घन्टा 1.5 घन्टा जस्तो लाग्यो होला है र स्याउबारी रहेछ तर सबै नाङ्गै छ त होइन ब्रो कपडा सपडा कसले फुकालेर राखिदिएर लैदिएछ अरे यो स्याउबारी भदौ असोज ओके ल ठिक छ ल पानी घट्टा यहाँ दामी खालको छ है ल मनाङ जाने अन द वेमा टक्क ब्राका आउनुभयो भने जस्ट 10 सेकेन्ड वाक राइट ह्यान्ड साइडमा यो मजाको ब्राकाको पुरानो खालको गाउँ नै होला सायद मोनास्ट्री पनि छ दामी खालको गरिब छ यो चाहिँ ल फाइनली हामी कहाँ आइपुग्यो ब्रो कति घन्टा लाग्यो कति घन्टा लाग्यो हामीलाई आवाज द जर्नी 6 आवर हुने होइन पिसाङ टु माथि डाँडाको के पो थियो यार मनाङले फसायो त्यही त होइन साह्रो छिटो पो आयो त है मनाङको गेट यहीँ रहेछ है तर एक्सपेक्ट गरेको एकदम ठुलो बजार छ जस्तो लागेको थियो त्यति रिसर्च चाहिँ गरेँ होइन सोचेँ यति ठुलो बजार चाहिँ रहन्छ अब बजार कस्तो रहेछ फेरि भरे त्यहीँ गएर हेरौँ मनाङ बजार होइन ब्रो होटलहरू चाहिँ मजा मजाको रहेछ है तर बस्ती चाहिँ त्यति बाक्लो नै होइन बस्ती चाहिँ साह्रै बाक्लो नै कि हजुर वेदर त बिजेकै छैन ब्रो हिमाल चाहिँ म ढाकेर ल आज चाहिँ यो बेस क्याम्पमा बसिएको छ है यहाँ चाहिँ यो डोमहरू रहेछ एकदम अलिकति बजारभन्दा चाहिँ 10 मिनट अवे यसको भित्र चाहिँ दामी नै छ है जोस् दामी 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 छ है ल बेडिङहरू होइन फाइनली होइन यहाँ आयो बाथरुमहरू पनि रहेछ भ्यू मर्निङ भ्यू दामी होला जस्तो छ ब्रो भोलि छिटै हिँड्ने होला जस्तो छैन होइन र ल ठिक छ अच्छा अच्छा ल आजको बास यही हुन्छ ब्रो के छ आजको दिनको जर्नीको गतिले हिँड्यो है ल ठिक छ 6.5 आवर अच्छा ल ठिक छ ब्रो यो चाहिँ इन्ड अफ मनाङ बजार होला होइन मनाङ बजारको इन्ड त्यही त हामी त मनाङ पारि पो बसिएछ त है घुमाउन ओमाने पेमे भन नि तिमीले यसो सिकाउनु खटरटट्ट रमाइलो हुँदैछ नि होइन खोइ हामी बस्नु कता हौ त्यो डल्लाडुल्ली हो डल्लाडुल्लीमा आज बास हुन्छ हाम्रो छेउको डल्लो होइन कुहिरो लाउने हिउँ पर्ने है तर त्यो डल्लो चाहिँ बाहिर हेर्दा जस्तै भित्र चाहिँ राम्रो रहेछ होइन
आज हामी कहाँ पुगिन्छौँ आज हामी तिलेश्वर बेस क्याम्प बेस क्याम्प कति घन्टामा पुगिन्छ कि हिजो जस्तै 6 घन्टामा पुग्दैन 6 घन्टामा पुगिन्छ होला नि त पुगिनु र पुग्ला नि 19.7 km देखाएको थियो तर हिजो त्यो दाइले भन्दाखेरि धेरै लाग्छ भन्नु होइन त्यही त होइन मनाङ टु तिलिचो बेस क्याम्प होइन आज गएर त्यहीँ नै बसिन्छ तर यहाँ मान्छेहरू चाहिँ 8 बजी हिँड्छ अरे हो र किन रहेछ ढुक्कै पुग्छ भन्छ कि बाहिर त्यही त मलाई पनि त्यस्तो लाग्यो किनभने 20 km नै होइन हिजोको बरु बेसी थियो आजको उकालो पनि छैन होला जस्तो लाग्यो हो ल हिमालबारीको क्याफेको ब्रेकफास्ट है यो चाहिँ अब ब्रेकफास्ट खाएर हामी हिँडिन्छ यो ब्रो हजुर ल हान्दैन पर्छ हुन्छ थ्याङ्क यू ल ठोक्दैन हान्दैन मिठै होला जस्तो छैन के को जुस रहेछ यो के अरे स्याउको होइन हौ के भन्थ्यो शिवक के हो बेरिज त्यो एउटा के हो बेरी हो कि यता मैले त्यतिर पाउनु डिटक्स हो क्या हान त हान न सुरु है खाऊ त टेस्ट चेस औजिल डिटक्स त होइन होला ना गुलियो छ ठोकामै त खामै ल सुरु ल सुरु है ब्रो ब्रेकफास्टहरू बिगारिरहेको छ कि ब्रेकफास्टहरू बिगारिरहेको छ कि भोलि के अरे त्यसो गर्छ भोलिकै ब्रेकफास्टै पो बिगारेको छ क्या हो र खै होइन होला के हो र आलु मुस्ताङको मुस्ताङ मनाङ सरी मनाङ अरे मिठो अर्कै हुन्छ कसले खानु ब्रेड अन्डा फोड्न पारा नआएको कि नपडिएको हेर हाल्ने मलाई मिक्स फ्रुट अहिलेको टेम्परेचर कति हो कहाँ आज हामी डे 3 होइन Yeah, day 3, leaving Manang, heading to Tilisho base camp. बेस क्याम्प कता छ Right in front. होइन अगाडि खानसार चाहिँ अलरेडी देखिदिइसकेको छ सो हाम्रो रफ्तारमा 6 घन्टा या ब्रो ल अहिले हामी खानसार जाँदैछौँ खानसार जाने सर्टकट है यो चाहिँ तलपट्टि रोड छ रोडको बाटो अलिकति लामो हुने भएर यो बाटो आइएको छ राम्रै छ बाटो खोला नभेट्ने हजुर बेस क्याम्प देखेँ होइन होला त्यही भन्यो नि त्यसले ल है केजिएफको खाङसर हो भने यहाँ मनाङको खाङसर नेपालको खाङसर आयो है
खाङसर बजार केजिएफ पनि छ र खाङसर छ नि मजाकै सानो बजार अब यहाँ एकछिन चिया ब्रेक हुन्छ त्यहाँबाट लागिन्छ कति 1 घन्टा 40 मिनट लाग्यो नि यहाँ पुग्नु तिलिचो एकखर्का यहाँबाट छुट्टिन्छ खाङसरबाट मूल लेक पनि यता रहेछ है खाङसर गाउँ चाहिँ यही नै हो मजाकै छ बस्ने यताउता सेवा सुविधा दिस इज द लास्ट पोइन्ट वेयर यु क्यान ब्रिङ यर भेहिकल्स है बियोन्ड दिस पोइन्ट देयर इज नो भेहिकल्स अब हामी यो बाटो जाँदैछौँ तिलिचो अनि सँगसँगै अगाडितिर हुनु पर्यो हिमाल जान्छु आउनु पर्यो 5 मिनट जति हुन्छ 5 मिनट तिलिचो साइड त्यतातिर छ श्री खर्का आइपुग्न लाग्यो है बाटो चाहिँ रमाइलो छ मेरो बडीले चाहिँ थाम्दैछ अब बडी के छ इजी पिजी हो यही हो हिउँ यता माथि टन्नै छ है हिउँ चाहिँ कति भेट्छ ल मेरो मेट यता आउँदै हुनुहुन्छ मेरो हालत ठिकै छ नि गुड आयो श्री खर्काउन लन्च बिहेपी है लन्च ब्रेक हुनुला अब है त्यो माथिको वाला चाहिँ हरिको यहाँ पनि रहेछ लाइन त हेरेको ओहो है भिडमा आउँदो रहेछ ब्रो के छ भिडियो अब त्यो भाइरल बाटो होइन त्यो होइन त्यो तलको हो भाइरल बाटो त्यो कहाँ पहाड हिँड्ने कुरै भएन नि बाटो निकै हिँड्ने जस्तो लाग्छ है अल द वे यो हिमाल होइन यता त हिँडिएन तर हामी चाहिँ त्यो पारी गल्छी स्वर्गदरीको टुप्पा देखेछ पारी त्यो गल्छीबाट हिँड्दै आएको यत्रो धेरै हिँडिएछ है 2 दिनमा तिलिचो जाँदाखेरि अलिकति केयरफुल हुनु पनि हो त्यो बाटो रहेछ त्यहाँ चाहिँ घोरलहरूले होइन प्लस हावाले ढुङ्गाहरू जग्गा रहेछ त्यो बित्ताको बाटो अलिक साँगुरो पनि छ नत्र भने अरू बाटो हुँदैन राम्रै छ यतिको ल हामी मनाङको भन्दा पनि अब यता तिलिचो साइडमा वान अफ द नोटोरियस ल्यान्डस्लाइड एरिया यहाँ यही नै हो बाटो पहिलाभन्दा फार बेटर रहेछ अलिकति वाइडन अप पनि गरिदिएको रहेछ यता माथिबाट चाहिँ ढुङ्गाहरू गुर्केर आउने चान्सेस एकदम हाई रहेछ यसमा चाहिँ यहाँ चाहिँ धेरै टाइम स्पेन्ड नगरेको चाहिँ राम्रो यसमा चाहिँ जति चाँडो क्रस गर्न सक्यो त्यति नै सेफ तिलिचो बेस क्याम्प त्यहाँ छ हाम्रो तिलिचो चाहिँ वहाँ हुनुहुन्छ
जाने बाटो दुईवटा रहेछ, एउटा चाहिँ पहिरो जाने बाटो रहेछ, एउटा तलबाट गयो भने 22 घन्टी भेट्यो, माथिबाट गयो भने पहिरोको रिक्सा छ, तर के छ 22 घन्टी चाहिँ भेट्दैन। हामी चाहिँ 22 घन्टी जाने भनेको होइन, एकदम मन परेको घुम्ती हामीले टच एन्ड फिल गर्ने भनेर भोलि त्यतै जाने। ओके रोजर लेट्स गो ब्रो, बी ह्याप्पी है, वी आर अबाउट टु रिच चिकन झऱ्यो। वी आर अबाउट टु रिच तिलिचो बेस क्याम्प। 4200 मिटरमा रहेछ है यो चाहिँ। श्री खर्काबाट हामीलाई 2.5 घन्टा लाग्यो। अलि स्लो पेसमा हिँड्ने हो भने चाहिँ जस हामी हिँडेको भन्दा +1-2 गर्दा हुन्छ है। यही नै होला तिलिचो बेस क्याम्प। भोलि बिहान 4 बजे होइन 5 बजे चाहिँ हिँडिन्छ, चट्ट माथि डाँडातिर उक्लिन्छ है। त्यही होइन ब्रोको के छ कि एनिथिङ छैन? ठिकै छ त्यसो भने आइयो खुसी छ नि फाइनली। अब 5 बजे चाहिँ हामी तिलिचोको लागि हिँडिन्छ। बाहिर सब हिउँ ढाकेछ, मान्छेहरू चाहिँ 3 बजे 4 बजे जाँदो रहेछ। यतातिर चाहिँ सब हिउँ नै हिउँ छ है, सबै सेतै छ। वी आर हेडिङ टु तिलिचो। तल बेस क्याम्पबाट आएको मान्छेहरू आउँदैछ। हाम्रो मेटलाई चाहिँ यहाँ गर्मी भयो अरे, ध्रुव मेटलाई जाने बाटो चाहिँ यता है। यो चाहिँ फर्स्ट रेस्ट पोइन्ट हाम्रो। कुहिरो लाग्छ, वेदर अलि राम्रो छैन, लेक पनि अलिक फ्रोजन छ अरे, तर ठिकै छ। यहाँसम्म आएपछि पुग्दिउँ भनेर आएको हामीले। ल चड्कै भएन, म 20 मिनट पछि हिँड्नु भेटेँ हामीलाई। पार्टनर ठिकै छ नि? भेरी गुड खामिन्छ नि। ल भ्यू चाहिँ दामी छ है, आफै भ्यू भनौँ। यो चाहिँ मोटामोटी मानुकोटको बाजे। ल साथीहरू आउँदैछ है। ल बाइस यस्तो चाहिँ 22 घुम्थे। यो चाहिँ वान अफ द गाह्रो। बाटो चाहिँ होइन मर्दैछ जस। यहाँ चाहिँ छिटो भन्दा नि स्लो एन्ड स्टेडी आएको चाहिँ राम्रो है। त्यो डाँडामा छ है तिलिचो। हामी अलि विन्टर त नभनौँ, वैशाखमा आएको यतिको हिउँ हुन्छ भनेपछि गाह्रै छ है। हिउँ नै हिउँ, चिप्लो, अलिअलि हिउँ पनि परिरहेछ। ठिकै छ ब्रो, अलमोस्ट त्यही अरे। अब 200 मिटर मजाकै छ। फाइनली वी आर हियर एट तिलिचो लेक है। अब के गर्नु, आउनु त आइयो जसो तसो। आज वेदर एकदम बिग्रेको रहेछ, विन्डी, पानी पनि परेको, लेक झ्याप्पै हेरौँ। अब 49-19 होइन, लेक त यस्तो पो भएर बसेछ है। के गर्नु अब यहाँ फेरि है। तिलिचो लेक सब जमेर बसेछ। आजको वेदर चाहिँ बेसरी बिग्रेछ है। हिउँ पनि फुरफुर परिरहेछ, विन्डी त्यस्तै। अब श्री खर्का जाँदै हो। बिजोग छ आजको चाहिँ वेदर।
हजुर हिउँ धेरै पऱ्यो श्रीखरका पनि सबै हिउँले ढाकेको रहेछ है ठिक छ बल्ल तल आइपुग्यो श्रीखरका हामी याखर्कातिर जाँदैछौँ श्रीखरकाबाट चाहिँ हिँडियो यहाँबाट 4 घन्टा लाग्छ भने चाहिँ हेरौँ हजुर उकालो सेसै पारि हिँड्यो उकालो भारी गरौँ भएको छ अहिले हामी हिँडेको 45 मिनट्स भयो यहाँ चाहिँ पहिला गाउँ रहेछ क्या निकै पर्खाबाट भत्केको रहेछ यतातिर भत्केको घरहरू यहाँ टी सप छ भन्ने सुनेको थियो अब हेर्नुपर्छ छ कि छैन यो चाहिँ श्रीखरकाबाट 1 घन्टाको डिस्टेन्स है या खर्का जाने बाटोमा लो सिट टर्न रहेछ न मनाङ तलपट्टि छ भ्यू दामी छ है यहाँबाट नि अहिले हामी श्रीखरकाबाट हिँडेको 2 आवर्स भयो आई थिङ्क दिस वान इज द बेस्ट भ्यू पोइन्ट है माउन्टेन रेन्ज गतिलो देख्दो रहेछ 2 साइडमै माउन्टेन मनाङ बजार तल खोलाको छेउमा अब 2 घन्टामा हामी या खर्का पुगिन्छ ल श्रीखरकाबाट आउँदाखेरि छोटो बाटो सर्टकट बाटो चाहिँ यो हो हामी आएको यो चाहिँ 4 आवर्स लाग्छ भने भन्थ्यो या खर्का पुग्न तल मनाङबाट आयो भने अल द वे यो बाटो चाहिँ सजिलो नै छ सुटो यो बाटोबाटै आयो भने पनि या खर्का चाहिँ पुग्छ बाटो चाहिँ दामी छ है यतातिर रमाइलो आज फिल बज्योस् सन इज द बिगेस्ट सोर्स अफ इनर्जी भन्ने कुरा घाम पनि लाग्यो वेदर राम्रो छ आज हिँड्नलाई ठाडै ओह्रालो ब्रो अब तेर्स हो ओके छ त रमाइलो छ जस नेपाल इज वन्डरफुल इन्क्रेडिबली ब्युटिफुल भन्नु पर्यो खाजा है मिठो छ नुडल जस ल एक खर्काबाट हिँडेको 1.5 आवर भयो यहाँ चाहिँ 2टा बाटो छ है एउटा दाहिने एउटा देब्रेबाट गयो भने चाहिँ अलिकति रिस्की रे ढुङ्गाहरू खस्ने यताउता तर 1 आवर छिटो हुन्छ अरे माथिको बाटो चाहिँ डाँडा त्यहाँ चाहिँ 1 आवर बढी चाहिँ लाग्छ है हामी चाहिँ तल्लो बाटो हिँड्यो ल बाटो चाहिँ यस्तै छ है फेरि जाने बाटो त्यो उकालो ठाडो उकालो गएर सलक्कै यो गएर पारी खोचमा त्यहाँ चाहिँ फेरि छ है तरङ्ग फेरि आइपुग्यो है 44-50 मिटर जाने चाहिँ माथि रहेछ ल
5 बजे कोही 3 बजे हिँड्यो कोही 4 बजे हामी चाहिँ 5 बजे हिँड्दैछौँ कति बजे पुग्छ माथि फेदीमा चाहिँ पानीको समस्या टोयलेटको समस्या टन्नै छ है मान्छेहरू चाहिँ हामी थोरङ आइक्याम न है ट्याक्कै घन्टा लाग्यो तल फेदीबाट स्टिपिङ क्लाइन थोरङमा पास इट्स नट सो इजी है एकदम गाह्रो छ एकदम च्यालेन्जिङ यु निड टु बी मेन्टली फिजिकल्ली लोजिस्टिकली वेल प्रिपेयर टु डु दिस ट्रेक है अहिले आइ एट आई थिङ्क 5,000 मिटर I need to go some 400 meter to reach the Thorongla. एकदम गाह्रो छ यो चाहिँ अल्टिट्युड सिकनेस मलाई चाहिँ भएको छैन लिटरली यु आर वकिङ राइट एट माउन्टेन्स ल फाइनली थोरङला पास आइपुग्यो है फेदीबाट यहाँ आउन 3 घन्टा 40 मिनट लाग्यो मलाई चाहिँ 3टा मात्र ब्रेक माने अब 1-2 फोटो ब्रेक हान्ने नि जाने आइसमा ओह्रालो झर्दाखेरि यस्तो चिल्लो खालको परेको ठाउँहरू चाहिँ नटेक्नु चाहिँ डेन्जर चिप्नु पुरै फ्रेस आइसतिर चिप्न टेक्नुहोस् फ्रेस आइसतिर कहिलेकाहीँ खाल्टो चाहिँ हुनसक्छ बी माइन्डफुल अफ द्याट होइन नत्र भने कि यस्तो ड्राई अन्त फ्रेस आइसमा टेक्नु गयो भने यहाँ यस्तो चिल्लो छ म यहाँ चाहिँ टेक्दिनँ यहाँ कन्फर्म चिप्लिन्छ ऊ तलतिर पुगिन्छ है आज म चाहिँ मुक्तिनाथ डिसेन्ट एकदम छिटो भइदिने प्लान गर्दैछु सो लाइकली म चाहिँ 1.5 आवर or 2 आवर्समा चाहिँ डिसेन्ट हुन्छ होला हाम्रो एक्सट्रिम ट्रेकिङ पनि तपाईँको समाप्त भइसक्यो सो यसको इन्डेक्स चाहिँ हामी मुक्तिनाथ गएर मुक्तिनाथको दर्शन त्यहाँबाट भोलि आज नै जोमसङ बस्ने भोलि जोमसङ टु पोखरा देन द्याट्स अल अबाउट आवर ट्रेकिङ द्याट्स हाउ वी गोना ऱ्याप आवर ट्रेकिङ थोरङलाबाट टक्क 3 घन्टा हिँडेर मुक्तिनाथ आइयो है मुक्तिनाथ बजार चाहिँ अहिले पहिलाभन्दा चाहिँ निकै दामी बनाएर छ अब यहाँ चट्ट दर्शन गरिन्छ क्लोजिङ हुन्छ अनि गइन्छ ल है रमाइलो ट्रेक पुरा गरेर 7औं दिनमा ठक्कै घर आइपुग्यो है यही नै आजको क्लोजिङ चाहिँ अब हाम्रो ट्रेकको क्लोजिङ चाहिँ यही नै हो थ्याङ्क यू फर वाचिङ घर आइपुग्यो